हजुर, नमस्कार। म कमल, नाम कमल कमल हो कि के है। म कोही पनि होइन, अब यत्तिकै अब केही बोल्न खोजेछु। अब यो युट्युब च्यानल खोल्ने भनेको 12 वर्ष भइसकेछ। 12 वर्षमा यो के माइक्रोफोन दुनियाँ के लाइटिङ होइन, यिनी तर्लाङ तुर्लुङ यस्ता किनेको। यो सब धुलो भएर सब उ भएर त्यहाँ राखे भरै चाहिँ अनि यसलाई यसो निकालेर आज के बोल्नु पऱ्यो भनेर बोलेको। कस्तो आइरहेछ यसो तल कमेन्ट गरौँ त, कस्तो आइरहेछ। यो मुख पनि दछेन है राम्रोसित। त्यही त के को बारेमा युट्युब च्यानल बनाउने भन्ने कुरा नै यो मलाई त्यो सोच्दै एक त 5 वर्ष त त्यसले खायो होला। लाइक त्यसको 5 वर्ष चाहिँ अब कसरी बनाउने, हाउ टु डु यो होइन, दुनियाँ कसरी बनाउने भन्ने कुरा स्टडी गर्दा चाहिँ 5 वर्ष लाग्यो। अब अर्को 5 वर्ष चाहिँ अब के अरे अनि के भने केमा बनाउने, अब केमा बनाउने, के कुराको बनाउने, अब लाइक हेल्थ कुराको बनाउने कि होइन। अब हेल्थ भनेको स्वास्थ्य सम्बन्धी बनाउने कि कसरी चाहिँ स्वास्थ्य तपाईँको राम्रो बनाउने, यो कसरी गर्ने, अब योगाको बनाउने कि योगा बनाएर गराएर चाहिँ सिकाउने कि मान्छेलाई रामदेव स्टाइलले अथवा अरू स्टाइलले, अथवा के भन्छ न्युज च्यानल टुटुडुक आज यो भयो देशमा, आज यो बालनले यो गर्यो, योले यो रविले यो गर्यो, यहाँ यो भयो भनेर चाहिँ भन्ने कि यति मान्छे मरे, यति गाडी पल्टे भनेर भन्ने कि अब चाहिँ यो क्रिप्टो करेन्सी, यो बिटकोइन सिटकोइन ट्याङ टुङ ट्याङ बिटकोइन घट्यो या किन्नुहोस्, बिटकोइन यस्तो भयो उस्तो भयो, ट्रेडिङ यताउति भन्ने कुरा चाहिँ सिकाउने कि अब आइटी सम्बन्धी कसरी कोडिङ गर्ने, हाउ टु कोड, हाउ टु डु द्याट, हाउ टु मेक अ वेबसाइट, दुनियाँ कुराहरू चाहिँ सिकाउने कि अब एउटा कुरा हो र। अब मोटिभेसन, मान्छेलाई मोटिभेसन, हाउ टु बिकम लाइक हाउ टु थिङ्क, हाउ टु कम्युनिकेट प्रपरली, हाउ टु नट बिङ अफ्रेड, हाउ टु कम्युनिकेट विथ पिपुल, हाउ टु विन एन्ड इन्फ्लुएन्स पिपुल, हाउ टु बी सक्सेसफुल इन लाइफ, ब्ला 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 टाइपको बनाउने कि मोटिभेसन टाइपको। अब यो साला सब चाहिँ सोच्दा कुन बनाउने, अब सबैमा चाहिँ बनाएर चाहिँ सकिन्न। सबै चाहिँ कतिवटा हुन्छन् होइन, 10-20वटा हुन्छन्। अब एउटा कुन बनाउने भन्नु त्यो सोच्दा होइन। सुरुमा त मैले त 10-20वटै बनाउनु थालेँ नि त। यहाँ सब यहाँ 10-20वटै च्यानलहरूको यहाँ छ होइन डाटा। अनि त्यो बनाउँदा खोज्दाखेरि एउटा पनि बनेन। किनभने एउटा बनाउन खोज्यो, फेरि भोलिपल्ट अर्को बनाउन खोज्दा यताको बिर्सिने, अनि अर्को के हुने अनि अब एउटा बनाउन पर्यो भनेर ल एउटा त्यो कुन डिसाइड गर्दा फेरि अर्कोलाई कति वर्ष लाग्यो है। अनि अझै समय म चाहिँ डिसाइड गरेको थिएन कि साला कुनमा बनाउने। त्यही भएर अब त यत्तिकै जेसुकै होस् यत्तिकै बोल्नु त पऱ्यो, यो सबै युज गर्नु पऱ्यो भनेर चाहिँ यहाँ चाहिँ म चाहिँ युज गर्न खोजेछु। साउन्ड चाहिँ कस्तो आइरहेछ, यो साउन्ड चेक गरेको, यहाँ फेरि धेरै बोल्न थालेछु। साउन्ड राम्रै आइरहेछ कि नै, यसो तल कमेन्ट गर्नुहोस् त।